लाग्नुभयो अनि जब उहाँ जैतुन नाउँको दानातिर बेतफागेको नजिक पुग्नुभयो तब उहाँले आफ्ना चेलाहरूमध्ये 2 जनालाई यसो भनेर पठाउनुभयो, सामनेको गाउँमा जाऊ र भित्र पस्दा पस्दै तिमीहरूले एउटा बछेडा बाँधेको भेटाउनेछौ, जसमा अझसम्म कोही मानिस चढेको छैन। त्यसलाई फुकाएर म कहाँ ल्याऊ, औ कसैले किन फुकाउँछौ भनेर तिमीहरूलाई सोध्यो भने परमप्रभुलाई यसको दरकार छ भनेर तिमीहरूले भन्नु। अनि ती पठाइएकाहरू गएर जस्तो उहाँले तिनीहरूलाई भन्नुभएको थियो तिनीहरूले त्यस्तै गरे। औ तिनीहरूले बछेडा फुकाउन लाग्दा त्यसका मालिकले तिनीहरूलाई भने, तिमीहरू किन बछेडा फुकाउँछौ? तिनीहरूले भने, प्रभुलाई यसको दरकार छ। अनि तिनीहरूले त्यसलाई येशू कहाँ ल्याए। र आफ्ना लुगाहरू बछेडामाथि हालेर येशूलाई त्यसमाथि चढाए। अब उहाँ जानुहुँदा तिनीहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याए। औ उहाँ जैतुन डाँडाको ओह्रालोमा नजिकै पुग्न लाग्दा चेलाहरूको साह्रो थिए तिनीहरूले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाए र परमेश्वरको नाउँ गर्दै यसो भन्दै ठुलो स्वरले करार्न लागे, परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्, स्वर्गीयमा शान्ति र परमधाममा महिमा।